के तपाईलाई थाहा छ क्रिकेटको इतिहासमा यस्तो फाइनल खेल पनि थियो जुन अँध्यारोमा खेलिएको थियो। यो कुरा हो सन् 2007 फाइनल खेलको, जहाँ श्रीलङ्का र अस्ट्रेलिया फाइनल खेल खेलेका थिए, जहाँ वर्षाको कारणले खेल 3 घण्टाका लागि अवरुद्ध भएको थियो। यस कारणले गर्दा खेललाई 38 ओभरको बनाइएको थियो। अस्ट्रेलियाले पहिला ब्याटिङ गरेर मात्र 38 ओभरमा 281 को पहाड जत्रो टार्गेट दिन्छ। अस्ट्रेलियाको ब्याटिङ त दिनको उज्यालोमा सकिन्छ, तर श्रीलङ्काको टिम ब्याटिङ गर्न उत्रन्छ तब मैदानमा कम उज्यालोको कारण श्रीलङ्काको ब्याटिङ गर्न धेरै गाह्रो हुन्छ। केही बेरमा अँध्यारो हुनेवाला थियो। हैरानीको कुरा यो थियो कि त्यो मैदानमा कुनै पनि फ्लड लाइट थिएन। जसोतसो श्रीलङ्का केही ओभर खेल्छ, तर ब्याट्सम्यानलाई बल देख्न गाह्रो भएपछि श्रीलङ्काको ब्याट्सम्यानले एम्पायरसँग कुरा गर्छन्। एम्पायर फैसला लेख्छन् कि बाँकी खेल अर्को दिन पुरा गराउनु पर्छ, तर अस्ट्रेलियाको कप्तान रिकी पोन्टिङले एम्पायरको यो फैसलालाई साफ रूपमा मना गर्छन्। भन्छन् कि म्याच हुन्छ त आज जो हुन्छ। केही बेर एम्पायर र प्लेयर बीच डिस्कसन चल्छ र नचाहँदै पनि त्यो दिन नै वर्ल्ड कप फाइनल पुरा हुन्छ। त्यसपछि श्रीलङ्काको विकेट लगातार झरिरहेर अन्तिममा अस्ट्रेलियाले फाइनल जित्छ। यो म्याचको पछाडि आइसिसीले श्रीलङ्काको टिमसँग माफी मागेको थियो र यो म्याचको सबै एम्पायरलाई आइसिसीले रुल तोडेको भनेर सस्पेन्ड गरिदियो। अँध्यारोमा खेलेको कारण यो खेल इतिहासमा सबैभन्दा विवादित फाइनल म्याच बन्यो।